हेलो एभ्रिवान, के छ सन्चै हुनुहुन्छ? तपाईँहरू पनि के म जस्तै आफ्नो डिभाइस मोबाइलमा अथवा आइप्याडमा, ट्याब्लेटहरूमा स्टोरेज फुल भएर चाहिँ तनावमा हुनुहुन्छ? आफ्नो गेमहरू खेल्दा अथवा फोटो खिच्दा भिडियो लिँदाखेरि चाहिँ आफ्नो स्टोरेज फुल भएर चाहिँ समस्यामा पर्नुभएको छ भने अब त्यो समस्याबाट छुटकारा पाउनुहुनेछ। किनभने तपाईँहरूमा चाहिँ म यस्तो खालको एउटा एप लिएर आएको छु, जुन एप चाहिँ तपाईँले फ्रीमा 1024 जिबीसम्म चाहिँ आफ्नो डिभाइसमा चाहिँ फ्रीमा स्टोरेज गर्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ यो भिडियो लास्टसम्म हेर्नुहोला। हजुरसँग चाहिँ एन्ड्रोइड सिस्टम छ अथवा आइओएस सिस्टम छ, जुनै भए पनि तपाईँले यो एपलाई चाहिँ सजिलैसँग युज गर्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ हजुरहरूले लास्टसम्म यो भिडियो हेरेर साथ दिनुहोला। त्यसपछि तपाईँहरू आफ्नो मोबाइलमा जानुहोला। आइफोन हुनेले चाहिँ एप स्टोर र एन्ड्रोइड हुनेले प्ले स्टोरमा जानुहोला। मेरो चाहिँ आइफोन भएकोले म चाहिँ एप स्टोरमा गएर टेराबक्स भनेर सर्च गर्नुहोला। यसरी यो टेराबक्स भन्ने एउटा एप आउँछ। त्यसपछि तपाईँले त्यसलाई चाहिँ इन्स्टल गर्नुहोला र आफ्नो मोबाइलमा डाउनलोड गर्नुहोला आफ्नो डिभाइसमा। यसरी एकछिन वेट गर्नुहोला। त्यस पछाडि यो तपाईँको मोबाइल डिभाइसमा डाउनलोड भइसकेपछि ओपन गर्नुहोला। अब तपाईँले ओपन भइसकेपछि तपाईँसँग कुन खालको डिभाइस छ हैन, अब गुगलबाट गर्न सक्नुहुन्छ, आफ्नो जुनसुकै अकाउन्टबाट गर्न सक्नुहुन्छ। मसँग चाहिँ एप्पल अब आइफोन भएकोले गर्दाखेरि चाहिँ एप्पल आइडीबाट ओपन गरिरहेको छु। ओपन भइसकेपछि चाहिँ तपाईँले यसरी अलाउ गर्नुहोला, फुल एक्सेसमा गर्नुहोला हैन। अनि त्यस पछाडि अब यहाँ चाहिँ तपाईँले अब प्रिमियम युज गर्ने भनेर यसरी आउँछ। तपाईँ हामीलाई किन प्रिमियम गर्ने, पैसा तिर्ने हैन, हामी त फ्रीमा चलाउने, त्यही भएर माथि गएर स्किप गर्न सक्नुहुन्छ यसलाई। त्यसपछि माथि राइट साइडमा टपमा हेर्नुहोला 99 प्लस भनेर देखाइरहेको छ हैन, त्यहाँ क्लिक गर्नुहोला। त्यसपछि ब्याकअप तपाईँको स्टार्ट भइसकेको छ। डाउनलोडदेखि यता राइट साइडबाट जाँदाखेरि अपलोड्स भनेर आइसकेको छ, त्यहाँ क्लिक गर्नुभयो भने तपाईँहरूले यसरी अटोमेटिक चाहिँ आफै यहाँ चाहिँ ब्याकअप हुन स्टार्ट भइसकेको छ। मेरो अब यहाँ अटोमेटिक अघि यति फोटोहरू भिडियोहरू यति धेरै चाहिँ अब यहाँ ब्याकअप स्टार्ट भइसकेको छ। तपाईँहरूले पनि यसै गरी चाहिँ आफ्नो मोबाइल, आइप्याड, ट्याबहरू जुनसुकै पनि डिभाइस छ भने यसरी चाहिँ आफ्नो डिभाइसमा ब्याकअप लिएर राख्न सक्नुहुनेछ।